हेलो गाइज, वेलकम छ सबैजनालाई मेरो छोटो मिठो मिनी ब्लग भिडियोमा। आज म चाहिँ जाने छु नजिकै रहेको हेयर कटिङमा। त्यसको लागि चाहिँ पहिला विशेष गरी मैले जानुपर्ने हुन्छ क्लास पढ्नलाई, अनि क्लास सकाएर म जाने छु हेयर कटिङमा। आज अलि ढिलो भएर साथीहरूलाई नि छिटो आइज भनेर बोलाएको छु। के हुन्छ हेर है त गाइज, पहिले चाहिँ मैले एकछिन साथीहरूलाई वेट गर्नुपर्ने हुन्छ, किनभने गाइज मेरो कोठा नजिकै छ क्लासदेखि। साथीहरूको चाहिँ मेरो कोठादेखि हल्का टाढै छ भनौँ। साथीहरूलाई यत्रो वेट गर्दाखेरि नि आएनन्, कहाँ गयो भनेर यसो कल गरेको त केटाहरू। माथिको रोडदेखि गइसक्यौँ, अगाडि गएर बस्दै छन् त केटाहरू। त्यही हो गाइज, अब म चाहिँ माथि गएर वेट गर्नुपर्ने हुन्छ केटाहरूलाई। म चाहिँ अहिले हेयर कटिङ नजिकै छु। यही हेयर कटिङमा आउने अहिले पछि चाहिँ कपाल काट्न। अहिले चाहिँ अब ढिलो भइसक्यो, आज लास्टै केटाहरूले पनि ढिलो गरे, त्यही भएर अहिले पछि आउनु पर्ला। त्यही हो गाइज, यत्रो वेट गर्दाखेरि पनि केटाहरू चाहिँ आज आइपुगेको छैन। बस्दा बस्दा मलाई त झ्याउ लागिसक्यो, कति बेला आइपुग्ने हो केटाहरू खै यार। केटाहरू आउँछसम्म भिडियोलाई हेरेर केही समय इन्जोय गर्नुहोस् गाइज। ल केटाहरू चाहिँ फाइनल्ली पुगिसक्यो। हिँडाइ हेर्नु न गाइज, हिँडाइ थाहा पाएको भए त म अघि यिनीहरूलाई छोडेर अघि क्लास पुगिसक्थ्यो होला। ढिलो गऱ्यो नि, अब हात त मिलाउनु पर्यो। त्यही हो गाइज, हामी चाहिँ लाग्छौँ अब क्लासतर्फ। पहिले ढिलो भएको छ आज। देख्न सक्नुहुन्छ गाइज, सुकेत घर कार्यालय नजिक यस्तो राम्रो बनाएको छ आजकल। आउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, यस्तो राम्रो छ। हेर्नलाई नि यस्तो रमाइलो ठाउँहरू छ, आउनु होला, हेर्नु होला, रमाइलो गर्नु होला भन्न चाहन्छु। राम्रो राम्रो बनाउँदै गइरहेको छ आज। त्यही हो गाइज, हामी चाहिँ अब क्लास नजिकै पुगिसकेका छौँ। अब क्लास जानुपर्ने हुन्छ, क्लासमा पनि पढाइ हुन लागिसकेको छ, सर जानुभएको छ। हुन्छ गाइज, ल गाइज, हामी चाहिँ अब क्लासबाट निस्किसकेका छौँ। अब जानुपर्ने हुन्छ हामीले हेयर कटिङमा। छट्टा लाएर अब हेयर कटिङमा पुगेर देखाउँछु तपाईँहरूलाई मैले। हामी चाहिँ अब क्लासबाट निस्किसकेका छौँ। त्यही हो, सबैले भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला, सबैले माया गरिदिनु होला। ल गाइज, हामी चाहिँ फाइनल्ली पुगिसकेका छौँ बिहानी हेयर कटिङमा। अब चाहिँ हामी कपाल काट्नुपर्छ भन्ने सोच आएको, तर भएन। यहाँ चाहिँ आज मान्छेको टन्नै भिड रहेछ, देख्न सक्नुहुन्छ। आज पालो आउनु जस्तो छ, तर केही समय वेट गर्नुपर्छ गाइज, केही छैन, वेट गर्नुपर्छ गाइज। बल्ल बल्ल मुस्किलसँग पालो आएको छ। अब चाहिँ कपाल काट्न लाग्नुपर्ने हुन्छ, नत्र वेटिङमा धेरै बसिरहेछन्। म जस्तै फेरि अरूले झाप्पु बस्थ्यो भने मेरो पालो हल्का ढिलो आउन सक्छ, त्यही भएर आज बहुत टाइम लाग्न सक्छ। त्यही भएर छिटो गरेर घर जानुपर्ने हुन्छ। फाइनली गाइज, मेरो कपाल काटेर चाहिँ सकियो। गाइज, म चाहिँ अब कपाल काटेर निस्किसकेको छु बाहिर। अब हामी चाहिँ जानु लाग्यो घरतिर। केटाहरू चाहिँ रिसाइरहेछन्, यस भोक लाग्यो भनेर। त्यही हो, दाइको पसलको नाम चाहिँ बिहानी हेयर कटिङ सेन्टर, कर कार्यालयदेखि पछाडि है त गाइज। कोही हुनुहुन्छ, कोही सुरुवातमै हुनुहुन्छ भने गएर काट्न सक्नुहुन्छ। दाइले चाहिँ दामी काट्नुहुन्छ कपाल, सस्तोमा चाहिँ सट्टा मिलाएर।
राम्रो छ चाहिँ आज मैले ढिला गर्दै भनेर लास्टै रिसाछन् म भाइहरू छन् केटाहरू चाहिँ त्यही हो केटाहरू पनि आफ्नो घरतिर लागे म पनि आफ्नो घरतिर लागे आजलाई यति नै गाइज मिलाउँला अब नेक्स्ट भिडियोमा सबैलाई धेरै माया छ अनि भिडियोमा लाइक कमेन्ट गरिदिनु होला अनि भिडियोलाई सेयर गरिदिनु होला भन्न चाहन्छु अनि भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला गाइज म पनि पुगिसकेँ आफ्नो कोठा सबैलाई बाइ बाइ